यो चाहिँ हो घिरौलाको बोट। तपाईँहरू सबैजनाले चिन्नुहुन्छ है। यो चाहिँ मेरो घिरौला आफै उम्रेको हो। यो पटमा चाहिँ मैले अदुवा रोपेको छु। हेर्नु न, अदुवाको भर्खर टुसाहरू निस्किँदैछ। अन्त चाहिँ साइडमा फेरि मखमली पनि उम्रेको छ। के पनि उम्रेको हो। अन्त आज चाहिँ म 2-3 किसिमको मुन्टामुन्टी मिक्स गरेर सब्जी पकाऊँ भनेर चाहिँ घिरौलाको 3टा मुन्टा पाएँ। त्यहाँबाट इस्कुसको मुन्टा टिप्नु आएँ। यहाँ पनि खोजखाज पारेर 2-3वटा मुन्टा भएको रहेछ, त्यो पनि टिपिदिएँ। अन्त चाहिँ फर्सी टिप्नु गएँ। फर्सीको मुन्टा पनि 2-3वटा भएको रहेछ, त्यहाँ पनि टामटिम पारेर टिपिदिएँ। फल त हुँदैन हो, मुन्टा फुलहरू खाँदै ठिक्कै हुन्छ। अन्त चाहिँ सबै मुन्टा मिक्स गरेर काटकुट पारेर धोइधाइ पारेर पकाउनु पनि हालिदिइहालेँ कराईमा। आखिरी टिप्ने बित्तिकै पकाउँदाखेरि बोट मोड्दैन रहेछ, त्यही भएर चाहिँ पकाइदिएँ। एउटा आलु पनि पातलो पातलो फ्राई गर्ने टाइपको काटिदिएर मिक्स गरेँ। टमाटर पनि हालिदिएँ, केही हालिनँ, एकदम सादा बनाएको हो। अन्त चाहिँ मेरो यो मुन्टा पकाएको रेसिपी के कस्तो लाग्यो तपाईँहरूलाई हेरेर भनिदिनुहोस् होला है। हुन्छ त, ह्याभ अ गुड डे, बाई बाई।